त्यसरी भनिदियो ओम स्थिरो ओम सहस्रमूर्धा शिशिरोरुहावे सहस्रकोटिर्धारिणे नमः शुभ बन्धु कल्याण आरोग्य सुख आत्मज्योति प्रकाशाय दिव्यज्योति नमस्ते छुट्टा छुट्टै बालेर टुप्पो मजाले निचार्नु पर्थ्यो कि टुप्पो मजाले टिप्नु त टुप्पोलाई मजाले निचोर्नु पर्छ अनि बल्ल बोल्छ पानी हालेको तेलमा कहाँ पानी बोल्छ आगो जनजाति हुन्छ शुद्धि गर्नुभएको अक्षता अनि चौथिन सुपारी त्यसपछि अनि बल्ल ध्वजा रातो पहेँलो सेतो झदा अनि उसमा 7वटा सबै बाँधेर अनि दीप घुमाएर अनि बल्ल छोडिदिने पूर्वतिर फर्काएर राख्ने बत्ती यता कता हो पूर्वतिर हुन्छ यता त भगवान्को पेट बोलिदिने हो र उता अगाडिपट्टि फर्काइदिने पूर्वै राख्ने हो अर्तिर फर्काउनु कान्छी नमस्कार यसमा बाँधिदिनु कि यसमा दुईवटा बाँधिदिनु अरूमा सर र उसमा छोडिदिनु कि त्यही त नि कान्छी दिदीले पनि पूजा गर्नु जौतिल अबिर त्यसरी सबै हालेर ओम वस्त्रम समर्पयामि पढाइदिनु जलले थोरै सेचन गरिदिनु कि टक्क दीपलाई पनि ओम जलेन शीतलीकरणं पापहं पापकर्मं त्राहिमां पुण्डरीकाक्षि सर्व पापो हरो हर चन्दनं समर्पयामि अक्षता छैन ओम रक्तं चन्दनं समर्पयामि पीतं चन्दनं समर्पयामि तिलं समर्पयामि जौति समर्पयामि यज्ञ पवित्रं समर्पयामि नारिकेल फलम छ नरियल छ नरियलले पूजा गर्नु पर्छ आँखातिर त्यो खुल्ला गर्नुपर्छ 3टामा रातो पहेँलो